सबैमा नमस्कार। अस्ति मैले एउटा पोस्ट हालेको थिएँ। त्यो पोस्ट तपाईँको स्कुलको सम्बन्धमा थियो। हरेक वर्ष चाहिँ विद्यार्थीलाई भर्ना फी भनेर लिने सिस्टम थियो। त्यो चाहिँ लगभग खारेज गर्न लाग्यो सरकारले भने चाहिँ हामी एकदम धेरै खुसी छौँ। अनि एउटा समस्या अर्को के छ भने तपाईँको हामीले साधन किनिन्छ, जस्तै बाइक स्कुटी जे किने पनि, अनि त्यो चाहिँ हराएर चाहिँ तपाईँको प्रत्येक वर्ष बाइक हराइसकेपछि, आफ्नो साधन हराइसकेपछि पनि हामीले कर बुझाउनु पर्ने यो सिस्टम छ। यो खारेज गर्न पर्यो हैन। जनतालाई मार पर्ने कुराहरू केही पनि चाहिँ यस्तो नराम्रो कामहरू गर्न भएन भन्ने हाम्रो चाहिँ सिद्धान्त हो। अहिले हामीले बोलेको आधारमा सरकारले गरिदिएको हुनाले हामीले यस्ता आवाजहरू उठाइरहन्छौँ। तपाईँले सपोर्ट गर्नुपर्ने हुनुहुन्छ। त्यसले गर्दा यो कुरामा सरकारको एकदमै ध्यान जाओस्। साधन त हरायो, उल्टो तपाईँको अझै कर तिर्नुपर्ने, कहिलेबाट हराएको थियो के हराएको थियो भनेर चाहिँ त्यो निवेदन दिँदा पनि कर बुझाउनु पर्ने रहेछ हैन। त्यसले गर्दाखेरि यो कुरामा चाहिँ सरकारको एकदम ध्यान जाओस्। धन्यवाद।